परमेश्वर पिताले चाहिँ हामीलाई टाढा रहेका मानिसहरू जतिजना हामी नजिक रहन चाहन्छौँ सबैलाई परमेश्वरले एकट्ठे बनाउनुहुन्छ र त्यो उहाँले भन्नुभएको छ त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु हेर्नुहोस् है, तपाईँलाई मलाई जम्मा गर्दै हुनुहुन्छ परमेश्वरले। र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु। हेर्नुहोस्, यदि तपाईँहरू मन दुखाउँदै हुनुहुन्छ कि अब म कहिलेसम्म यस्तो, म कहिलेसम्म यस्तो, म कहिलेसम्म यस्तो, हामी कहिलेसम्म परिवारदेखि अलग भएर बस्ने भन्नेहरूको लागि हो है यो वचन चाहिँ। अनि जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामुन्ने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु, परमप्रभु भन्नुहुन्छ। हालेलुया। परमप्रभु परमेश्वरले नै सम्मान र प्रशंसा दिनुहुन्छ र उहाँले नै हामीलाई एकसाथ गर्नुहुन्छ है। अनि हाम्रो सौभाग्य परमेश्वरले फर्काइदिनुहुन्छ। त्यसै कारण यो नसम्झिनुहोस् कि कहिलेसम्म हाम्रो यो दिनहरू बितेर जाने, कहिलेसम्म हाम्रो यो दिनहरू हामी अलग अलग बसेर, फ्यामिली परिवारहरू अलग अलग बसेर हामी कहिलेसम्म यो अपमानित अपहेलित जीवन जिउने भन्ने सोच्नेहरूको लागि परमेश्वर यो वचन बोल्दै हुनुहुन्छ कि हाम्रो सौभाग्य परमेश्वरले हामीलाई जम्मा गर्नुहुनेछ। तपाईँहरूको फ्यामिलीसँग, हामीहरूको फ्यामिलीसँग उहाँले जम्मा गर्नुहुनेछ अनि हाम्रो सौभाग्य फर्काउनुहुनेछ अनि सारा मानिस जातिहरूको सामुन्ने सम्मान र प्रशंसा उहाँले दिनुहुनेछ। आमेन। त्यसै कारण धैर्य गर्नुहोस्, धैर्य रहनुहोस्, परमेश्वरले हामीलाई फर्काउनुहुनेछ।